हेलो गुड मर्निङ आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदमै सन्चै छु। म चाहिँ धेरै लङ टाइमपछि यसो भ्लग बनाइदिउँ भनेर आइरहेको होइन। अनि जस्ट इमेजिङको लागि चाहिँ होइन म चाहिँ के भन्नु चाहन्छु भने आज चाहिँ धक्कलार भाइटिका अरे। अनि भाइटिकामा चाहिँ यसो अब भनौँ न दाइ मेरो भाइ पनि छैन, दाइ पनि छैन, मतलब घरमा चाहिँ छैन होइन, चाहिँ बाहिर छ। अनि ड्याड पनि हुनुहुन्न घरमा, अनि उहाँ पनि बाहिर हुनुहुन्छ। अनि मेरो अङ्कलको छोरा पनि बाहिर छ, अनि त्यसपछि अङ्कल पनि बाहिर हुनुहुन्छ। अनि उहाँहरूलाई रिप्रेजेन्ट गर्नलाई चाहिँ मैले यो भिडियो बनाउँछु। तपाईँहरू हेरिदिनु होला र म त्यही भन्छु, मैले सक्दो प्रयास देखाउनेछु। ल त है, हामी सिधै प्रोग्राममा नै भेट्छ ल। लेट्स गो। हेलो गाइस, म चाहिँ तपाईँहरूलाई एकचोटि मेरो होम टुर गराउन चाहन्छु, किनभने तिहारको झिलमिल चाहिँ खासै मेरो घरमा त्यस्तो छैन। त्यही पनि म तपाईँहरूलाई छोटो मिठो होइन, अब के गरेर ड्रोन भएको चाहिँ अनि खत्रै निकाल्थ्यो होइन, मोबाइलको क्यामेराले हो होइन, त्यही सस्तो मस्तो त्यसले चाहिँ त्यस्तो राम्रो देखाउँदैन। त्यही पनि म थोरै देखाउन चाहन्छु। टक्क लगाएर यसो देखाउँछु होइन। यो चाहिँ मेरो होम हो होइन, खासै छैन। होइन गाइस, यहाँ चाहिँ मेरो कान्छो हुनुहुन्छ होइन, मलाई देख्न सक्नुहुन्छ। अनि यहाँ पछाडिको चाहिँ मेरो मम हुनुहुन्छ। अनि बाँकी मान्छेहरू चाहिँ म अहिले तल गएर देखाउने छु। तपाईँहरू तयारी गरेर बस्नु होला। यसको टिका लगाउन जाने घर चाहिँ यो होइन, यो चाहिँ मेरो अङ्कलको घर होइन गाइस। हामी जाँदैछ होइन, टक्कलाई हामी दिँदैछ होइन गाइस। यो चाहिँ मेरो कान्छो भाइ होइन, यसको फेस कस्तो नमजा देखिरहेको रहेछ होइन। अनि म होइन आएको जाँदैछ टक्कलाई त्यो पारी घरमा, फेरि पनि देखाइदिन्छु तपाईँहरूलाई। टक्क जुम गरेर को छ घरमा त्यो पनि देखाइदिइहाल्छु। तर खासै मेरोमा जुम हुँदैन गाइस होइन, त्यही पनि मैले जस्ट देखाउन खोजिरहेको, म देखिरहेको छैन। आयो म सबै कुरा वहीँ गएर देखाउने छु। म चाहिँ लाग्यो है गाइस। अहिले दोकान नपुग्छ यार, म नान्जी। हेलो वेलकम छै। हेलो उहाँहरू चाहिँ को हो? हेलो सिस्टर, हु आर यु? हजुर यता फर्किनुहोस् त, हु आर यु? हेलो ब्रदर, के छ हालखबर? अनि इधर कौन है? हामी चाहिँ यस्तो माला बनाइदिएन, यस्तो माला चाहिँ मलाई मनै पर्दैन के भयो यार होइन। अब टक्क लगाएर म यहाँ भित्र के गरेर टक्क लगाएर गएर हेरिहाल्छु होइन गाइस। यो चाहिँ टक्क म जुम गराएर देखाइदिइहाल्छु होइन। यो चाहिँ हाम्रो सहर संस्कृति। मम्मीको सुन न, मम्मीले भयो हामीलाई के ल्याइरहेको देखाउ त, कहाँ छन् देखाइहाल्नु कहाँ छ, के ल्याएको देखाउ त, के ल्याएको देखाउ त, खै देखाउ त मम्मीले हामीलाई के ल्याइदिनु भएको रहेछ हाम्रो मम्मीले। यति हुन्, अरू पनि छन् होला हेर्छ। खै 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 हेरौँ, खै देखा त यता, खै खै को ल्याइदियो अरे यो? मम्मीले ल्याइदियो खै खै, के हो यो? टिक्कुल हो, टिक्कु खै, यो पनि ल्याइदिएन, तँले केही ल्याइदिएन? ए ओखर पनि ल्याइदिएछ। अरू अरू यो पनि ल्याइदिएछ। अरू खोइ यो अलग खामला भयो। खोइ अरू 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 देखा। अरू यति हो? चिसो खै त, कहाँ छ? को के को त्यसको नाम के हो? त्यसको नाम के हो? को होइन, स्प्राइट। स्प्राइट हो के हो के? फाइनली हाम्रो अब टिका लगाउन सुरु भइसकेको छ गाइस। अब हामी चाहिँ टिका लगाउँछौँ। हामी यहाँ चाहिँ के भन्छ अरे बिस्तारा भनौँ कि चटाई बोइमा लगाउँदैछ, हामी चाहिँ बाहिर लगाउँछौँ टिका होइन।
अनि यहाँ तिहारका सबै सामग्रीहरू हामीले सकेको जति सबै हाम्रो दिदी मतलब फुपूहरूले सबै कुरा रेडी पारिसक्नु भएको छ। तपाईँहरूलाई मैले केही टाइममा देखाउने नै छु। ल त त्यसको
फाइनली टिका लगाएर पनि सक्यो गाइस। अनि सोचे जस्तो त भएन, तै पनि हामीले अब सोचे जस्तो बनाएकै छौँ होइन। अनि त्यही भएर जो पनि हाम्रो घरको फ्यामिली मेम्बरहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ हामीले अति नै मिस गरेका छौँ। र मेरो प्रिय आदरणीय बुवालाई पनि मैले मिस गर्न चाहेँ। अनि त्यसै गरी मेरो आदरणीय अङ्कलज्यू तपाईँलाई पनि मैले धेरै धेरै मिस गरिरहेको छु। अनि मेरो आदरणीय दुईजना भाइ अनि तिमीहरूलाई पनि मैले धेरै मिस गरेको छु। र यहाँको जति पनि हुनुहुन्छ उहाँहरूले सबैले मिस गरेको छ भन्दै म त अरू नेक्स्ट यो दसैँ तिहारको अवसरमा चाहिँ यहाँ काट्ने कार्यक्रम हुँदैछ। हात काट्ला चाहिँ काटियो केटा हो। बोइलर बनाइ यहाँ बोइलर बनाउँछ। हामी अब हाम्रो फाइनली सबै कुराहरू सकिसकेको छ। अब हाम्रो काम भनेको खाना पकाउने अनि खाने, त्यसपछि नाच्न जाने होइन। यदि भएछ भने म नाच्नु पनि देखाउने छु तपाईँहरूलाई हाम्रो ममा। यदि भएन भने त्यो यतिमै अन्त्य गर्न पनि सकिन्छ। तर हेरौँ कस्तो